बहिनी कता हेरेर बसेको यता आऊ हुन्छ दिदी लाऊ यो पुस्नी चालो होली ग यहाँ आऊ म सिकाउँछु कसरी पुस्नी हो बेड गर्न आइसकेपछि त काममा ध्यान दिने हो नि त दायाँमा हेर्ने होइन त्यो कपालमा शङ्खा लगाउनु पर्छ पह टोपी पनि लाउनु पर्छ कहाँ टाउकोमा लगाऊ लगायो लगाई ल यता आऊ मेरो पछि पछि आऊ मेरो पछि पछि आऊ लिएर कसरी पुस्नी हो म सिकाउँछु अनि त्यही अनुसारले यो ऐना मजाले पुस्नी हेर यो टावललाई यसरी लिने अनि यसरी यसरी पुस्नी एकचोटि दुईचोटि तिमी चट्टै हेर्दाखेरि तिम्रो अनुहार सरक्क देखिने तरिकाले गरे पुस्नु पर्यो मैले भनेको बुझेको हो नि राम्रोसँग पुछ त्यहाँ किरै हुनु पर्यो सफा हुनु पर्यो खै त्यो टावल ल्याऊ अब भयो होइन तिमीले त्यो पुसिसकेपछि ऐना पुसिसकेपछि तिम्रो यो पर्दामा पनि हुन्छ कस्टमरहरू एकदम क्लेम आउने टाइपको हुन्छ एक पर्दा यसरी खोल्ने खोलिसकेपछि अब यहाँ धुलो छ छैन सरसट्ट टकटकाउने हेर्ने अब कहिले कहिले धुलो हुन्छ त्यो अनुसारले हुन्छ तर यो पर्दा टक्क लगाएर लगाउने बुझेको हो नि अब यति पर्दा यति भइसकेपछि तिमीलाई अब काम धेरै मैले बेड सिकाउँछु पहिला सबैभन्दा पहिला तिमीले जान्न पनि भने बेड हो पहिला काम गर्ने काम ठग्ने चाहिँ होइन ले तिमीले कुरा बुझेको हो नि राम्ररी हो ल ठिक छ अब म तिमीलाई बेड कसरी लगाउने भनेर म तिमीलाई राम्रोसँग सिकाउँछु आएर ध्यान दिएर हेर पहिला भनेको बेड मेकिङमा सबैभन्दा जान्ने भनेको बेड कसरी हाल्ने लाऊ मेरो पछि पछि यो बेड सुरु गरिसकेपछि अब हामीले पहिला चाहिँ यसलाई यसलाई पहिला यहाँ साइडबाट हालिसकेपछि अब यसलाई यसरी हाल्नुपर्छ हेर हेर तिम्रो मन ध्यान अन्त धेरै तिमी धेरै चञ्चले रहेछौ यहाँ हेर यसरी हेर न हो यसरी यसरी हालिसकेपछि बेडमा काहीँ तन्न अब यहाँ तिमी जति उफ्रे पनि हुन्छ काम अलिअलि सिक्यो सिक्यो अब काम गर्न सक्छौ त काम गर्न सक्छौ त ढाड अनि गाह्रो हुन्न त काम गरेर खानलाई तिमीलाई बसी बसी खा जस्तो हुन्छ त काम त गर्नुपर्छ त गामबाते गर्नुपर्छ भन्ने थाहा छैन अब के काम भोलिदेखि आउँछौ कि के गर्छौ ल ठिक छ मैले भोलिदेखिबाट आउने तिमीलाई मैले आज जति सिकाएको हो आज सिकाएको फेरि पैसा आउँदैन नि तिमीलाई फेरि भोलिबाट तिमीले आएर 3-4वटा बेड हाल्नुपर्छ अनि मात्र तिमीलाई पैसा आउँछ नि ए पख भोलिबाट काममा त आउने भनेको मैले तिमीलाई तोइरे सम्बन्धी त मैले भनिनँ तिमीले घरमा गरिरह होला भनेर तैपनि म तिमीलाई तोइरे पनि कसरी सफा गर्ने एकचोटि राम्रोसँग भनिदिन्छु हेर्न आऊ मेरो पछि पछि तोइरे यही हो हेर अब तिम्रो यहाँ सेन्जाई छ त्यो सेन्जाईले हाल्ने यहाँ तोइरेमा हाल्ने त्यसपछि नि यो सेन्जाई हालेर यो ब्रसले घोट्ने त्यसपछि सकिसकेपछि यो सफा गरेर यो टावल छ तिमीले हातमा लिएको यो टावलले सुई सुई पुस्ने पुसिसकेपछि सर एकचोटि लाएर यो भ्याकुम लगाउने ओके अब गर्न सक्छै सक्दैन तिमीले घरमा गरिरहेको हो मैले गरेर देखाइन